के तपाईको पनि छोराछोरी बिहानै उठ्ने बित्तिकै कस्तो ग्रम्पी भएर बस्या हुन्छन्, रिसाएर फुलिएर उठ्छन् भने नि यो सुन्नुहोस् है। एउटा यस्तो इन्ट्रेस्टिङ कुरा छ नि जुन तपाईहरु याद गरे हुनुहुन्न होला तपाईहरुले, तर सबैले चाहिँ साधारण नै मानेर चलिरहेको हुन्छन् हैन। तर त्यो साधारण होइन र यसलाई चेन्ज गर्न सकिन्छ। केटाकेटी जब उठ्छन् नि, दिउँसो सुतेर उठ्छन् कि राति सुतेर उठ्छन्, जब उठ्दाखेरि ग्रम्पी हुन्छन्, त्यो ग्रम्पीनेस भनेको तपाईले छोराछोरीलाई उठाउन नजानेको र उठाउन समय नजानेको। पहिलो कुरा त तपाईले सुत्ने प्रोसेस के हो त्यो नजाने हो हैन। सुत्ने प्रोसेसको 4 चरण हुन्छ, 4वटा स्टेप्सहरु हुन्छ भनेर सबै डाक्टरहरूले भनिरहेछन् र त्यो विशेष गरेर 4 चरणमा केटाकेटीको हकमा यो 4 स्टेपको एउटा साइकल बन्या हुन्छ, जुन पुरै साइकल पुरा गर्न चाहिँ 45 देखि 1 घण्टा लाग्छ। चारैवटा स्टेजमा भिन्दै तरिकाले उठाउनु पर्ने हुन्छ। विशेष गरेर एउटा जुन डीप स्लीपको स्टेज छ, त्यो डीप स्लीपमा चाहिँ उनीहरु एकदमै डीपमा, हामी पनि एकदमै डीपमा गएको हुन्छ। त्यो डीप स्टेटमा जुन केटाकेटीहरुलाई उठाउनुहुन्छ पुग्यो, जुन 4वटा, एउटा, दुईटा, तीनटा, 4वटा गरेर क्रमशः गरेर जाने हुन्छ यो स्टेजेसहरु हैन। जब 4वटा 4th स्टेज सकिन्छ तब उठाउने। अब कसरी थाहा पाउने त 4th स्टेजमा छन् केटाकेटी भनेर हैन। त्यो स्टेजमा के हुन्छ भने केटाकेटीको औँलाहरू चलिरहेको हुन्छ, हल्का फुल्का आँखाहरू झुमझुम गरिरहेको हुन्छ हैन, हल्का देखिन्छ। अनि त्यतिखेर नै उठाउने हो, त्यो विन्डोमा उठाउने हो छोराछोरीलाई। र उठाउने पनि गजगज गरेर उठाउने होइन, बिस्तारो सुमसिमाएर उठाउने हो हैन। सुमसिमाएर छेउमा गीत गाएर अथवा हल्का पर्दाहरू खोलेर बिस्तारो उठाउने हो। त्यो समयमा उठाइसकेपछि छोराछोरी हेर्नु उठेर खेल्न थाल्छन्, गीत गाउन थाल्छन् टुक्काटु है। यदि झुक्किएर पनि त्यो समयमा उठाउन सक्नु भएन भने हैन, यदि समय छ भने प्लिज फेरि सुत्न दिनु होला, किनभने त्यो अर्को साइकलमा पसिसकेपछि फेरि उठाउन मिल्दैन, त्यही काण्ड मचिन्छ हैन। जहिले पनि 4th स्टेज सकिसकेपछि जब केटाकेटीको हातखुट्टाहरू चल्या हुन्छ, आँखाहरू झमझम गर्या हुन्छ हैन, त्यो बेलामा चाहिँ केटाकेटीलाई गएर स्लोली सुमसुमाएर किसहरू गरेर, सुमसिमाएर कपालहरू सुमसिमाएर हे हु भनेर बिस्तारो गरेर उठाउनु होला। जति बिस्तारो उठाउनु भयो, जति समय लगाएर उठाउनु भयो, केटाकेटी त्यति नै एकदमै ह्यापी भएर उठ्छन् र उठिसकेपछि गीत गाउन थाल्छन्, नाच्न थाल्छन्, खानाहरू माग्न थाल्छन् हैन, अनि उफ्रिन थाल्छन्। यो कुरा विचार गर्नु है त।